त्यसले गर्दाखेरि हाम्रो यो जुन जतिवटा पनि डिस्कोर्सेसहरू छ यसमा चाहिँ हामी सबैजनाले एउटा साइन्टिफिक टेम्पर राख्नुपर्छ र त्यो साइन्टिफिक टेम्पर भयो भने चाहिँ कुनै पनि डोमेनमा होस्, त्यो तपाईँको चाहिँ नेचुरल साइन्सको स्टडिजहरू होस् या सोसल साइन्सको होस्, यो सबै कुराहरूमा चाहिँ हामीले एक लेभलको चाहिँ तपाईँको टेम्परमेन्ट राखेर काम गऱ्यौँ भने मात्र हाम्रो चाहिँ स्टडीहरू राम्रो हुन जान्छ र यसले पछिको हाम्रो फ्युचर रनलाई चाहिँ अलिकति राम्रो बनाउँछ भन्ने कुराहरू छन् होइन। त्यसले गर्दाखेरि हामीले यति यो अहिलेको तपाईँको चाहिँ एक लेभलको अहिले जुन अब नयाँ विप आएको छ हाम्रो देशमा, यो विपमा चाहिँ जुन हामीले युथ बेस्ड सल्युसन्सहरू ल्याउन खोजिरहेछौँ, त्यो युथ बेस्ड सल्युसन चाहिँ कुन लेभलबाट हुनुपर्छ र कस्तो खालको हुनुपर्छ भन्नेमा चाहिँ हाम्रो ब्युरोक्रेसीले पनि त्यसलाई हेर्नुपर्छ भने अलिकति पोलिटिकल कल्चरलाई पनि त्यसले अलिकति चाहिँ वाइडर चाहिँ ब्रडर पर्सपेक्टिभबाट हेर्नुपर्छ जस्तो लाग्छ। त्यो नहेरिकन चाहिँ हामीले युथहरूलाई जतिको चाहिँ मोबिलाइज गर्नुपर्ने हो र उहाँहरूको जतिको चाहिँ हामीले एक्सपर्टिजलाई क्यारी गर्नुपर्ने हो त्यो चाहिँ क्यारी हुन सक्दैन जस्तो लाग्छ होइन। र अब अहिले नेपालको तपाईँ कन्टेक्स्ट हेर्नुभयो भने हामी डेमोग्राफिक डिभिडेन्ट भन्छ, जहाँ चाहिँ तपाईँको अलमोस्ट 18 इयर्सदेखि तपाईँको 35 to 40 इयर्स को चाहिँ हामीसँग 36% को हाम्रो टोटल पपुलेसनको तपाईँको 36% छ भनेको मतलब अहिलेको लागि हामी एउटा वर्किङ प्रोफेसनल्सहरूमा चाहिँ हाम्रो राम्रो खालको चाहिँ तपाईँको चाहिँ यङ्गर जेनेरेसन्सहरू छन् र त्यो यङ्गर जेनेरेसन्सलाई चाहिँ एक लेभलबाट फ्रस्ट्रेसनतिर लिएर जानु या उहाँहरूले भनेको कुरालाई अझ अलिकति ब्रडर नगरुन्जेलसम्म चाहिँ नेपालको अलिकति जुन यो पोलिटिकल सिनारियो पनि चेन्ज हुँदैन र एडमिनिस्ट्रेटिभ सिनारियो पनि चेन्ज हुँदैन र यो कन्टिन्यू सबै सेक्टर्समा भएको छ। यदि तपाईँ अहिले एजुकेसन सेक्टरमा पनि हेर्नु त्यस्तै छ, हाम्रो हेल्थ सेक्टरमा पनि त्यस्तै छ, अब अहिले रिसेन्टली आइटी सेक्टर्सहरू आएको छ, आइटी सेक्टरमा पनि यसको एक लेभलको छाया पुग्ने जस्तो देखिन्छ। त्यसले गर्दाखेरि समहाउ हामीले चाहिँ अलिकति केयरफुल भएर चाहिँ यो यङ्गर जेनेरेसन्सलाई राम्रो खालको कुराहरू दिन सक्यौँ र एउटा रोड म्याप चाहिँ हामीले बनाउन सक्यौँ भने चाहिँ सायद एक लेभलबाट चाहिँ अब आउने प्रगतिशील इन्भाइरोमेन्टमा चाहिँ हामी जान सक्छौँ जस्तो लाग्छ। सो यही भन्दै मेरो चाहिँ शुभकामना पनि छ र राजुजीलाई यसलाई अझ कन्टिन्यू पनि गर्नु होला र अब मैले सायद हामी सबैजनाले जसले यहाँ सुनिराख्नु भएको छ उहाँले चाहिँ जुन यो साइन्टिफिक टेम्पर जुन मैले भनिरहेको छु, हामी एउटा साइन्टिफिक टेम्परमेन्ट चाहिँ हामीले क्रिएट गर्नुपर्छ जस्तो लाग्छ। त्यसले गर्यो भने चाहिँ सबै तपाईँको चाहिँ सजेसन्सहरू पनि हामीले दिन सक्यौँ र प्लस हामीले एक लेभलको चाहिँ रेकमेन्डेसन्सहरू पनि दिन सक्छौँ। सो त्यसले गर्दाखेरि यसलाई अलिकति साइन्टिफिक पनि बनाऊँ, एभिडेन्सेसहरू पनि लिएर आऊँ र यसलाई संवाद मात्र नभरिकन यसको सोल्युसन ओरिएन्टेड पनि हौँ भन्ने चाहिँ मेरो चाहिँ एउटा धारणा पनि राख्न चाहेँ र यसैको लागि हाम्रो राजुजीको टिमलाई पनि एकदम स्वागत छ र यदि केही भएछ या अब हजुरको चाहिँ कुनै इन्फर्मेसन्सहरू चाहिएको छ भने आइएम अलवेज देयर अनि तपाईँले रिच आउट पनि गर्न सक्नुहुन्छ र पछि यसलाई कसरी क्यारी फरवर्ड गर्ने या क्यारी ओभर गर्ने भन्ने कुरामा पनि हामीले त्यसलाई पछि डिस्कस गरौँला। सो यही भन्दै मैले सरोजलाई दिन चाहेँ, अब तपाईँले नै स्टार्ट गर्नु होला। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद छ प्रमुख सरलाई। आफ्नो सारगर्भित भनाइहरू चाहिँ राख्नुभयो। उहाँले अब युथहरूको जुन सोच छ, जुन भिजन छ त्यसलाई पुरा गर्नको लागि स्वयंरूपको रोड म्याप चाहिँ तयार पारेर अगाडि बढ्नुपर्छ। साइन्टिफिक टेम्परामेन्ट लाई चाहिँ क्रिएट गरेर अगाडि बढ्नुपर्छ भन्ने उहाँको जुन चाहिँ धारणा छ यो अहिलेको परिप्रेक्ष्यमा सापेक्ष छ र यसले पक्कै पनि भोलिको दिनमा चाहिँ नि जसरी अहिले हामीले संवाद सुरु गरेका छौँ यो समाधान सहितको संवाद चाहिँ हुन सकोस् भन्ने जुन अपेक्षा व्यक्त गर्नुभयो स्वयंरूप नै अगाडि बढ्छ भन्ने चाहिँ नि हामीले पनि आशा र भरोसा लिएका छौँ, किनभने यहाँहरू सबैको साथ हामीसँग छ। यसका लागि जुन रूपमा सारगर्भित बनाएर राख्नुभयो पुनः प्रमोद सरलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी सत्रलाई अगाडि बढाउने क्रममा डाक्टर समीर खरेलज्यूलाई चाहिँ स्वागत गर्न चाहन्छौँ। उहाँ चाहिँ एकाडेमिसियन हुनुहुन्छ होइन, उहाँ एउटा विद्वत व्यक्तित्वको रूपमा समेत चिरपरिचित हुनुहुन्छ। समीर सर नमस्कार। हजुर नमस्कार, सबैलाई मेरो नमस्कार छ। स्वागत छ हजुरलाई। हजुर धन्यवाद। अहिलेको जुन चाहिँ विषयवस्तु छ विशेषतः अहिलेको युवाहरूको चाहिँ जुन समस्याहरू देखिएका छन्, जुन रूपमा आवाजहरू बाहिर आइरहेका छन्, यो आवाजलाई अब हामीले कसरी
सम्बोधन गर्नुपर्छ र भोलिको दिनमा कसरी चाहिँ राष्ट्रलाई निकास दिनुपर्छ, युवाहरू जुन रूपमा करिब करिब 40% हाराहारी रहेको चाहिँ नि जेनजी लगायतका युवाहरूको चाहिँ जुन आवाज छ यसलाई कसरी मुखरित गर्न सकिन्छ, अहिलेको समयको माग के हो, यहाँलाई के लाग्छ र यहाँको विद्वताले, यहाँको अनुभवले यसलाई चाहिँ अब भावी दिनमा कसरी समाधान गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ लाग्छ? कृपया आफ्नो भनाइहरू राखिदिनु होला। सर्वप्रथम यो अर्गनाइजर र हाम्रो राजु सरलाई चाहिँ म धन्यवाद दिन चाहन्छु मलाई इन्भाइट गर्नुभएकोमा। म चाहिँ आइटी सेक्टरमा मेरो चाहिँ ब्याचलर र मास्टर कम्प्युटर इन्जिनियरिङ र पिएचडी पनि कम्प्युटर इन्जिनियरिङमै हो। मेरो थेसिस चाहिँ अब ह्युमन कम्प्युटर इन्टरेक्सनसँग रिलेटेड हो। अब मेरो टपिकबाट पनि के हुन्छ भन्दा अब यो आइटी र सोसाइटी, किनकि कुनै पनि चिज तपाईँले टेक्नोलोजी ल्याएपछि त्यो सोसाइटीलाई कस्तो इम्प्याक्ट पार्छ भन्ने नै हो। भनेपछि म चाहिँ पछिल्लोचोटि अलिकति सोसाइटी मान्छेसँग पनि अलिकति रिसर्चहरू त्यसको बारेमा चाहिँ पढिरहेको हुन्छु होइन। अब अहिले यो जति पनि कुराहरू छ होइन, अब यो चाहिँ धेरै नेगेटिभिटी पनि छरिया छ। मलाई चाहिँ अब हामीले अब जस्तो हुन त डेटा अस्ति हालसालकै पत्रिकामा हेऱ्यो भने पनि महिनाको 1 लाख चाहिँ युवाहरू बाहिर गइरहेछन् भन्ने कुरो पनि छ होइन। तर त्यस साथ हामीले के पनि सम्झिनुपर्छ भन्दा अब आइटी चाहिँ कसरी बुम भयो भइरहेको छ र फेरि त्यसमा च्यालेन्जहरू पनि के छ भन्ने कुरो चाहिँ निरन्तर यो सोसाइटी मुभ हुँदाखेरि कहिले कुन चिज अगाडि आउँछ, कहिले पोजिटिभ कहिले नेगेटिभ, त्यो निरन्तर भइरहने चिज हो। सबभन्दा इम्पोर्टेन्ट कुरो मलाई चाहिँ के लाग्छ भन्दा हजुरको प्रश्न सोध्न र प्रश्नको उत्तर खोज्न चाहिँ हामी कहिले पनि पछाडि चाहिँ पर्नुहुन्न होइन। किनकि वेस्टर्न वर्ल्डमा हेर्नुभयो भने अलिक विकसित देशमा हेर्नुभयो भने चाहिँ तपाईँले रिसर्चहरू गर्नुभएको छ वा केही छ भने कसैले प्रश्न तपाईँलाई सोध्यो भने त्यसलाई चाहिँ एप्रिसिएट चाहिँ गर्छन्, किनकि कहिलेकाहीँ त्यो सोधिएको प्रश्नले पनि नयाँ मार्गहरू चाहिँ खोल्छ होइन, नयाँ एउटा पर्सेप्सनहरू खुल्छ। भनेपछि हामीले चाहिँ निरन्तर यो प्रश्न सोध्ने र त्यो प्रश्नको उत्तर खोज्ने र यो प्रोग्राम वा भनौँ यसको मेन अब्जेक्टिभ पनि त्यही नै होला। हामीले प्रश्न पनि सोध्ने र प्रश्न सोधेर त्यसलाई छोड्ने होइन कि त्यसको उत्तर पनि खोज्दै जाने र हामीले उत्तरहरू खोज्दै गएपछि केही न केही हामी चाहिँ अगाडि नै बढ्छौँ र सोसाइटी अगाडि बढ्नको लागि चाहिँ मलाई चाहिँ यो मन्थन चाहिँ हुनुपर्छ भन्ने नै लाग्छ होइन। अब आइटी सेक्टरको हेर्नुभयो भने आजभन्दा 20 वर्ष अगाडि त्यति सफ्टवेयर कम्पनी थिएन भने अब यहाँ पनि युवाहरूले सोचेर, जस्तो मेरै उमेरभन्दा अलिकति सिनियरहरू नै अहिले कम्पनी हेर्नु भने सबै उहाँहरूले इस्टाब्लिस गर्नुभएको छ। भनेपछि उहाँहरू पनि केही गर्छु होइन, केही प्रश्न केही उत्तर दिँदै दिँदै यहाँ पुग्नु भयो होला। चाहिँ अब आइटी सेक्टरको भन्नुहुँदा चाहिँ अपर्च्युनिटीहरू छ, तर फेरि हामीले के पनि बिर्सिनुहुन्न भन्दा आफूमा क्वालिफिकेसन पनि हुनुपर्छ। त्यस कारण अब युवाहरू फ्रस्ट्रेसन हुनुको कारण चाहिँ आफू क्वालिफाइड भइकन पनि यहाँ केही गर्न नसक्या हो कि, वा कतिको हामीले रिसर्चहरू आर्टिकलहरू पढ्दा पनि के पाउँछ भने सबैलाई चाहिँ बाहिर जाने आवश्यकता नहुँदा नहुँदै पनि गइरहेछन् होइन आर्थिक रूपमा। त्यो एउटा चाहिँ अब फेसन, बाहिर जाने एउटा फेसनको रूपमा पनि भइरहेको होला। भनेपछि यो चाहिँ सोसाइटी भनेको वा कुनै पनि स्टडी गर्दा चाहिँ मलाई चाहिँ ब्ल्याक एन्ड व्हाइट चाहिँ हुन्छ जस्तो लाग्दैन। हुन त अब कम्प्युटरको विद्यार्थी भएकोले हाम्रोमा अब 0 र 1 भन्ने त हुन्छ, तर तपाईँले सोसाइटीको चाहिँ स्टडी गर्नुभयो भने चाहिँ धेरै पोर्सन चाहिँ ग्रेतिर हुन्छ जस्तो लाग्छ होइन। र हामीले चाहिँ ग्रेलाई नै एक्सप्लोर गर्दै जाने हो र त्यो ग्रे पार्टलाई नै हामीले चाहिँ त्यसको बेसी थाहा पाउनको लागि चाहिँ यसरी नै संवादहरू हुन चाहिँ एकदमै आवश्यक छ होइन। र यो सुरु गर्नु भएकोमा फेरि म शुभकामना दिन्छु र यसलाई मैले मेरो तर्फबाट जसरी सपोर्ट गर्नुपर्ने हो त्यसलाई चाहिँ अभियसली म गरि नै रहन्छु। र हाम्रो अहिले जुन यो चुनावी उसमा पनि हजुरहरूले हेर्नु नै भइरहेकै छ, यहाँ चाहिँ हरेक जनताहरूले चाहिँ अब क्यान्डिडेटहरूलाई प्रश्न र पहिलाको अनुसार चाहिँ कुरो भो कि भएन भनेर जानुभएको छ होइन। भनेपछि उहाँहरूले प्रश्न सोधिरहनु भएको छ र उत्तर को लागि चाहिँ त्यो उत्तर पाउन खोजिरहनु भएको छ। भने समाजले जहिले पनि हरेक कालमा चाहिँ प्रश्नै सोधिरहेको हुन्छ र कोही न कोही त्यो उत्तर दिने मान्छेकै खोजीमा चाहिँ
हुन्छ जस्तो लाग्छ। र यो चाहिँ राइट टाइममा चाहिँ हजुरहरूले यो स्टार्ट गरेकोमा फेरि पनि बधाई दिन्छु, किनकि अब 1 महिनाको टाइममा चुनाव पनि छ र यो प्रश्न सोध्ने र उत्तर खोजिरहने चाहिँ यो चुनावी बेलामा मात्रै होइन कि यो चाहिँ 12 महिना जीवनकालभरि नै भइरहनु पर्छ। र मान्छेको प्रोग्रेस भनेकै चाहिँ प्रश्न र त्यसको उत्तर जति खोज्दै र जति सोध्दै र खोज्दै गयो त्यही अनुसारै हुन्छ भन्ने चाहिँ मेरो विश्वास छ। यो भन्दै मेरो आफ्नो फेरि शुभकामना दिँदै आफ्नो मन्तव्य वा 2 शब्द चाहिँ टुङ्ग्याउँदै फेरि यहाँहरूलाई चाहिँ यो चाहिँ फुलोस् फलोस् र यो जुन प्रश्न सोध्ने बानी चाहिँ यो नेपाली समाजमा कहिल्यै नहटोस् र यो चाहिँ अझै प्रश्न चाहिँ सोधिँदै जाउन् र उत्तर पनि त्यसबाट आउँदै जाओस् भन्ने चाहिँ मेरो शुभकामना छ। धन्यवाद। धेरै धेरै धन्यवाद सरलाई, समीर सरलाई। जुन रूपमा यहाँले चाहिँ नि अहिलेको जुन हाम्रो नेपाली कन्टेक्स्टमा कुराहरू राख्नुभयो, अहिले विशेष गरी युवाहरूको जुन आवश्यकता नहुँदै पनि अहिले लय लयमा लागेर अथवा बहकाउमा आएर र रहरले पनि विदेशी नै चाहिँ जुन ट्रेन्ड चलेको छ यो प्रति यहाँले चिन्ता जाहेर गर्नुभयो। त्यस्तै हामीले चाहिँ नि जुन रूपमा विदेशमा जस्तै प्रश्नको उत्तर खोज्ने हामीले पनि बानी गर्नुपर्छ, यो नेपालमा चाहिँ नि चलन यति प्रचलनमा छैन भन्ने कुरा चाहिँ राख्नुभयो। यो अत्यन्तै मार्मिक अहिलेको समय सान्दर्भिक विषय पनि हो। अहिले चाहिँ हामी यो युवा र भविष्य अवसर कि अन्यल भन्ने विषयमा चाहिँ संवाद गरिरहेका छौँ र समीर सरले जुन रूपमा कुराहरू राख्नुभयो त्यसका लागि यहाँलाई पुनः मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। एक्सन विल बी द बिग डिफरेन्स भन्छ। तर सानो कुराले पनि धेरै ठुलो मूल्य मान्यता गर्छ। विशेष गरेर म हजुरको इन्डस्ट्रीमा प्र्याक्टिस नभएको कारणले गर्दा र अहिले आफ्नै किसिमको म अहिले म्यानेजमेन्ट कन्सल्टेन्ट हो र म धेरै योभन्दा अगाडि चाहिँ एचआर प्रोफेसनको रूपमा चाहिँ तपाईँको एउटा मल्टिनेसनल कम्पनीदेखि नेपालको ग्रुप अफ कम्पनीमा पनि काम गर्ने अवसर पाएको छु। त्यो अवस्थाले गर्दा म विशेष गरेर ह्युमन क्यापिटललाई बढी इम्फासिस गर्न चाहन्छु। किनभने मानव पुँजी भन्ने बित्तिकै हामीले जस्तो एजुकेसन र मानव पुँजीलाई अलिकति लिङ्क गर्ने हो। हामीले मानव पुँजी भन्ने बित्तिकै कस्तो छ भने जबसम्म हामीले मानवलाई चाहिँ त्यो लेभल टप लेभलको भ्यालु गर्दैनौँ अल्टिमेटली हामीले कुरा गर्छौँ तर हामीले त्यो कुरा काहीँ न काहीँ लुज गरिरहेको छ नेसनले जस्तो लाग्छ। र हाम्रो सक्षम क्यापेबल जनशक्तिहरू अथवा रिसोर्सेसहरूलाई चाहिँ राइट किसिम ह्युमन रिसोर्सलाई चाहिँ जबसम्म राइट किसिमले प्रयोग गर्न सक्दैनौँ त्यसलाई आइडेन्टिफाई गर्न सक्दैनौँ र उनीहरूको क्यापेबिलिटी र कम्पिटेन्सी
मान्यता चाहिँ अनुसार चाहिँ एसाइन गर्न सक्दैनौँ तबसम्म हामी देश विकास हुन सक्दैन। हामीलाई आवश्यक जस्तो अघि धेरै हाम्रो पिपलहरू पपुलेसनहरू बाहिर जान्छन् विद्यार्थीहरू र उनीहरूलाई फेरि रिटेन्सन गरेर हामीले नेपालमै ल्याउनु पर्ने एउटा च्यालेन्जेसहरू पनि छ। त्यतिखेर त बाहिर जानु ठुलो कुरा होइन, तर त्यसलाई रिटेन्सन गरेर नेपालमा ल्याउनु पर्ने एउटा राम्रो किसिमको च्यालेन्ज छ। किनभने नेपाल अपर्च्युनिटीको रूपमा हामीले देश विकासमा कसरी चाहिँ उनीहरूलाई राइट किसिमले के अरे युटिलाइज गर्न सक्छौँ भन्ने कुराको हामीले स्टडी गर्नुपर्ने हुन्छ। र दोस्रो कुरा, हामीले नेपालमै उत्पादन भइरहेका जनशक्तिहरू जति रिसोर्सेसहरू छ हाम्रो कन्टेक्स्टमा, जस्तो एजुकेसनको मूल मर्म भनेको चाहिँ के हो भने तपाईँको आफ्नो खुट्टामा आफै उभिन सक्ने जनशक्तिहरू उत्पादन गर्नुपर्छ। त्यो किसिमले हामीले जनशक्ति उत्पादन गरिरहेका छौँ कि छैनौँ भन्ने कुराको पनि प्रश्न उठिरहेछ। तर त्यो पार्टमा पनि हामीले राम्रो किसिमले मिहिनेत गर्नुपर्छ र हामीलाई इन्डस्ट्रीलाई चाहिने जुन देशको डेभलपमेन्टको लागि, जस्तो हाम्रो अब अहिलेको जाने भने चाहिँ अब एग्रिकल्चर सेक्टरमा हामीले एकदमै ठुलो अझै हामीले सुरुवातै गरेको छैनौँ, किनभने सम्पूर्ण कुरा हामीले विदेशी बाहिरबाट पनि अहिले इम्पोर्ट गर्छौँ होइन। धेरै कुराहरू चाहिँ डेटा हेर्ने हो भने अब एनालाइसिस गर्ने हो भने चाहिँ त्यो पार्टमा पनि हामीले कसरी आफ्नै देशमा चाहिँ म्यानेजमेन्ट गर्न सक्छौँ, आफ्नै देशमा चाहिँ आफ्नै खुट्टामा उभिन सक्ने व्यवस्थापन गर्न सक्छौँ, एउटा एग्रिकल्चर सेक्टरको ठुलो तहल्का छ। र त्यसले त्यो एग्रिकल्चर सेक्टर रिलेटेडै हामीले जनशक्ति पनि उत्पादन गर्नुपर्ने एउटा हाम्रो आवश्यकता छ भने। अर्कोतिर चाहिँ टुरिज्म सेक्टरको त्यति ठुलो आवश्यकता छ। अनि ग्रिन इनर्जी सेक्टरको हाम्रो जस्तै हाइड्रो पावर प्लस ग्रिन एनर्जीमा हामीले त्यति ठुलो स्कोप छ अहिलेकोमा। र त्यसरी आइटी सेक्टरमा हामीले संसारको आइटी हब बनाउन सक्छौँ भने यी खालका हाम्रो देशलाई जुन हामीले नेक्स्ट लेभलमा जुन अब हामीले सकारात्मक रूपमा लिन्छौँ, देशलाई पनि स्टेबल कन्डिसनमा हामीले रहेको अवस्थामा भयौँ भने, पोलिटिकल्ली पनि हामी स्टेबल हुन सकेको अवस्थामा हामीले आशावादी छौँ। र त्यो स्टेबल भएको अवस्थामा त्यसलाई म्यानेज गर्दै हामीले आवश्यकता अनुसारको नेसनल लेभलको पोलिसीहरू बनाउनुपर्छ। र त्यो पोलिसीमा चाहिँ हामीले मुख्य केमा फोकस गर्नुपर्छ भने पिपुललाई नै फोकस गरेर हामीले पोलिसी बनायौँ भने, पिपुल फर्स्ट भन्ने कन्सर्नको पोलिसी बनाइसक्यौँ भने र देशको आवश्यकता अनुसारलाई चाहिँ डेभलपमेन्टको मोडल अनुसार चाहिँ जनशक्ति उत्पादन गरेर चाहिँ हामीले अगाडि बढाउन सकेको ठाउँ भने अल्टिमेटली हामीले चाहिने भनेको देश समृद्ध बनाउने, र समृद्ध बनाउनको लागि चाहिँ कस्तो जनशक्ति चाहिन्छ त्यो एलाइनमेन्ट गर्न सक्यौँ भने डेफिनेटली हामीले अगाडि बढाउन सक्छौँ। र यो भनेको सुरुवात हो। मैले यति कुरा राख्दै फर्दर अरू पनि कुरा गर्नुलाई दिएको समय पनि भयो, हामीसँग टाइम लिमिट छ। म यति भन्दै तपाईँलाई बधाई दिन चाहन्छु, कङ्ग्रेचुलेसन। र त्यसमा हामीले अर्को विभिन्न किसिमको रिसोर्सहरू आवश्यक पर्ला, जे पर्दा पनि यस्तो कुरा हामीले गर्नुपर्छ र यो संवादहरूले गुणात्मक रूपमा चाहिँ यसलाई अगाडि बढाउन सक्छौँ भन्ने मेरो छोटो मन्तव्य राख्दै अथवा विचार राख्दै यहीँ अन्त्य गर्दछु। धन्यवाद, नमस्कार। हस्, टङ्क सरलाई धेरै धेरै धन्यवाद छ। यहाँले निकै नै मार्मिक होइन गहन कुराहरू चाहिँ राख्नु भएको छ। उत्पादनसँग जोड्नुपर्छ विकासलाई होइन। ग्रिन इनर्जी, आइटी देखि लिएर अहिले यो जुन कृषि र विभिन्न क्षेत्रमा लगानी विस्तार गरेर चाहिँ नि अगाडि बढाउने हामीसँग अवसरहरू छ। यसमा युवाहरूलाई चाहिँ जोड्न सकिन्छ भन्ने कुराहरू राख्नुभयो। मुख्यतः ह्युमन रिसोर्सलाई सही रूपमा परिचालन गर्न सकिएन भने देशले चाहिँ नि अगाडि पाइला राख्न सक्दैन अथवा अगाडि बढ्न सक्दैन भन्ने खालको आशय सरको थियो। यो निकै नै अहिलेको जुन निकासको लागि चाहिँ जुन रूपमा हामीले समस्याहरू छन् त्यसलाई पहिचान गर्दै त्यसलाई समाधानको दिशातर्फ उन्मुख गराउनको लागि सरहरू जस्ता दिग्गज व्यक्तित्वहरूबाट चाहिँ प्राप्त हुने जुन चाहिँ सुझावहरू अथवा भनौँ जुन विचारहरू छन् यो चाहिँ हामीले ग्रहण गर्दै अगाडि बढ्नुपर्छ र यसलाई डिसिमिनेट गर्दै अझ होइन विभिन्न माध्यमबाट चाहिँ यसलाई अगाडि बढाइनेछ। अब हामीसँग समय धेरै छैन। अब प्यानल डिस्कसनमा चाहिँ नि जुन हाम्रो अबको उसमा सोसियल मिडिया सेक्टरका एउटा एक्सपर्टको रूपमा नि हुनुहुन्छ राजु भट्टराई सरलाई चाहिँ मैले आग्रह गरेँ। अब सेसन यहाँका विचारका लागि धन्यवाद सरोज सर। सर्वप्रथम त सम्पूर्ण साथीहरूलाई मेरो शुभकामना। यस कार्यक्रमलाई आज हामीले फर्मली इनागुरेट गर्न सफल भयो। डाक्टर गोविन्द भट्टराई सर, डाक्टर प्रमोद केसी सर, डाक्टर समीर खरेल सर, बुद्धि तामाङ दाई, डाक्टर निरञ्जन सर,
त्यस्तै सरोज सर, टङ्क सर, साथै सम्पूर्ण पार्टिसिपेट हुने साथीहरूलाई सबैजनालाई शुभकामना। आज हामीले यस कार्यक्रमको ओपनिङ गरेका छौँ र फेरि नेक्स्ट एपिसोड हाम्रो छिट्टै हामीले ल्याउँदैछौँ। सबैको साथ सहयोग र अहिलेको वर्तमान अवस्थामा युवा र युवाको भविष्यसँग आधारित यस संवाद र समाधान कार्यक्रम तयार गरिएको हो। यसमा सम्पूर्ण अग्रज सरहरू, अग्रज म्याडमहरू, साथै साथीभाइहरूको सहयोगबाट नै हामीले यस कार्यक्रमलाई निरन्तरता दिन अवश्य सक्छौँ। अहिलेको परिवेश सँग मिल्ने जुल्ने र हामी सचेत नागरिक भइसकेपछि हाम्रै आवाजबाट पनि केही परिवर्तनहरू सम्भव छ है भनेरै हामी अगाडि बढेका छौँ। हामी मिलेर नै हाम्रो समुदाय, हाम्रो देश बनाउने हो। अब म धेरै समय नलिइकन सम्पूर्ण अगाडिको हाम्रो ब्रेक अगाडि धेरै साथीहरू जोडिनु भएको थियो। धेरै साथीहरूले म्यासेजबाट, फोनबाट, विभिन्न प्रणालीबाट आफ्नो शुभकामना हामीलाई दिइराख्नु भएको छ। केही साथीहरू म जोड्न सकिनँ है, शुभकामना भन्नुभएको छ, सबैलाई धन्यवाद। हामीले अहिले बोल्नुभन्दा पनि देखिसकेका छौँ जेनजी प्रोटेस्ट पछिको जुन परिवर्तन दिन प्रतिदिन भइरहेको छ त्यो सोसियल मिडिया को सहयोगले नै सम्पूर्ण जनमानसमाझ खबरहरू, अवेरनेसहरू, हरेक कुराहरू पुगेका थिए जसले पनि परिवर्तन सिर्जना गर्नलाई धेरै ठुलो टेवा पुर्यायो। हाम्रो देशमा मात्रै होइन कि सम्पूर्ण विश्व को अवस्थामा हेर्दा हामीले सोसियल मिडिया साथसाथै आर्टिफिसियल इन्टेलिजेन्ट एआईले प्रति सेकेन्डमा आफूले चाहिँ हासिल गरेका सफलताहरू सुनाइरहेको हुन्छ। हामीले विभिन्न सञ्चार माध्यमबाट थाहा पाइरहेका हुन्छौँ। यो विकसित अवस्थामा अहिलेको जेनेरेसन, अहिलेको टेक्नोलोजी, अहिलेको सुविधा लाई हेर्दा हामीले यसबाट धेरै अगाडि बढ्न सक्ने, एउटा सक्षम बन्न सक्ने पनि हुन सक्छौँ यसको सहायताले। र कतिपय ठाउँमा हामीले यसबाट पनि प्रभावित हुनुपर्ने अवस्था आउन सक्छ। अत हामी स्वयंले नै कसरी यसलाई हामीले अहिलेको सोसियल मिडिया, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विभिन्न सुविधाहरू, नयाँ यो टेक्नोलोजीलाई कसरी हामीले प्रयोग गर्ने भन्ने कुरा हामीले बुझेपछि हामीले त्यही अनुसारले प्रयोग गर्दछौँ र जसले हामीलाई सहयोगका लागि धेरै ठुलो टेवा पुर्याउनेछ। अहिलेको विश्व दिन प्रतिदिन जुन विकास र समृद्धि, सुखीतिर अगाडि बढिरहेको छ, त्यस्तै हाम्रो देश नेपालमा पनि अहिलेको अवस्थामा युवा र युवाको भविष्यसँग अलिकति अन्यल देखिएको हो कि भन्ने कुराहरूको चर्चा परिचर्चा भइरहँदा हामी साथीभाइहरूले यस विषयमा छलफल गरिरहँदा यस कार्यक्रमलाई हामीले अगाडि बढाउनुपर्छ। सबैको जिज्ञासा, सबैको सुझाव, सबैको सल्लाह अगाडि लिएर हामी अगाडि बढ्नुपर्छ। हाम्रो तर्फबाट हामीले कदम चाल्नै पर्छ है भनेर माननीय सरहरूबाट, अग्रज सरहरूबाट, म्याडमहरूबाट र साथीहरूबाट हामीले यस कार्यक्रमलाई अगाडि बढाउँछौँ। र म यो पनि जोड्न चाहन्छु कि एपिसोड 1 हामीले छिट्टै लिएर आउँदैछौँ जसमा युवा र भविष्यसँग सम्बन्धित कुरा र कहानी र छलफल हुनेछन्। त्यसमा धेरैभन्दा धेरै साथीहरू भाग लिनुहुनेछ र धेरै सर म्याडमहरूले त्यस विषयमा छलफल गर्नुहुनेछ। आज पनि धेरै प्रोग्राम राम्रो भयो। म धेरै आभारी छु सम्पूर्णप्रति, सबैको साथ पाएको छौँ। धन्यवाद। हामीले कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउनेछौँ। हस् त, धन्यवाद। धन्यवाद सर। जुन रूपमा आजको
यो सेसनमा कुराहरू चाहिँ आएका छन्, यसलाई चाहिँ हामीले मनन गर्दै अगाडि बढ्ने र यसलाई अब लिपिबद्ध गर्दै पनि आम रूपमा जुन चासोहरू छन् त्यसलाई सम्बोधन गर्नको लागि यहाँहरूबाट प्राप्त सुझावहरू, विचारहरू, अभिव्यक्त विचारहरूले चाहिँ भोलिको दिनमा पक्कै पनि समाधानतर्फ चाहिँ नि अहिलेको जुन समस्या छ यसलाई निकास दिनतर्फ पनि यसले सघाउ पुर्याउँछ भन्ने चाहिँ नि हाम्रो ठम्याइ छ। जुन इनिसिएसनका साथ हाम्रो राजु भट्टराई सरले जसरी यो कन्सेप्टलाई अगाडि सार्नु भएको छ त्यसको लागि उहाँलाई मुरी धन्यवाद छ। आज हामीले औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका छौँ र आगामी दिनमा योजनाबद्ध रूपमा र विमर्श, परामर्श लगायत विविध होइन माध्यमबाट चाहिँ सुझावहरू पनि सङ्कलन, त्यसै गरी जुन रूपमा जनअपेक्षाहरू छन् त्यसमा कस्ता खालका टपिक्सहरूलाई बढी चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने लगायतका विषयलाई चाहिँ सोच विचार गरेर चाहिँ हामी अरू पक्कै अगाडि बढ्नेछौँ र भोलिका दिनहरूमा चाहिँ यहाँहरूको अगाध साथ, माया, ममता चाहिँ रहिरहनेछ भन्ने विश्वासका साथ यहाँहरू जुन रूपमा जोडिनुभयो, जुन रूपमा आफ्ना विचारहरू अभिव्यक्त गर्नुभयो, साथै यसमा सहभागी भएर समेत चाहिँ जसरी हौसला, ऊर्जा प्रदान गर्नुभयो त्यसका लागि धन्यवाद छ। र अर्को टपिक्समा चाहिँ हामी यहाँ जति पनि सहभागी हुनुभएको छ आज उहाँहरूलाई विशेष चाहिँ नै अझ अफर गर्नेछौँ। जसले चाहिँ बोल्ने अवसर चाहिँ आजको जुन यो समयको चाहिँ पाबन्दीका कारणले गर्दाखेरि चाहिँ बोल्ने, आफ्ना विचारहरू अभिव्यक्त गर्ने चाहिँ अवसर पाउनु भएन। उहाँहरूको लागि चाहिँ अर्को सेसनमा हामी पक्कै पनि त्यो फिल्ड अथवा भनौँ त्यो चाहिँ नि विषय शीर्षक अनुसार चाहिँ यहाँहरूलाई त्यो तय गरेर चाहिँ यहाँहरूको पनि समय चाहिँ छुट्याउनेछौँ। यति भन्दै समीर सर, टङ्क सर लगायत यहाँ आज जति पनि सरहरूले आफ्नो विचारहरू राख्नुभयो उहाँहरू सबैलाई चाहिँ धन्यवाद व्यक्त गर्न चाहन्छु।